हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। सो स्वागत छ मेरो अर्को नयाँ एपिसोडमा। सो आज चाहिँ हामी स्वयम्भू घुम्न आएका छौँ। सो स्वयम्भू चाहिँ पुरा माथि गुम्बातिर सबै डाँडा काँडा सबै छानबिर मार्नेछौँ। सो म र मेरो भाइ अनि दुईटा साथीहरू यहाँ थियो, कता गइहाल्यो क्या अलि भर्खरै। सो हामी चाहिँ घुम्न जान्छौँ। सो लेट्स गो। साथीको भाइले यहाँ पानी दिँदैछ सानो बच्चाले। चल लेट्स गो। सो गाइस हामी चाहिँ के अरे के ठाउँमा के अरे भन्ने त्यो ठाउँ स्वयम्भू मन्दिरमा चाहिँ घुमियो। सो यहाँ चाहिँ गर्मी चाहिँ एकदम बढिरहेछ। गर्मी हुनको कारण चाहिँ किनकि केटीहरूको जनसङ्ख्या धेरै छ नि त, त्यही भएर केटीहरू अलरेडी हटुन्छ नि त, त्यही भएर लास्टै गर्मी लागिरहेछ होइन। पब्लिक चाहिँ धेरै छैन। अनि के भन्छ घुम्न पनि झ्याउ लागिरहेछ लास्टै हामीलाई त, खोइ किन हो लास्टै गर्मी भइरहेछ क्या, गर्मी टाउको दुखिरहेछ। अब गर्लफ्रेन्ड हुने मान्छेहरूलाई चाहिँ अब घुम्न चाहिँ एकदम रमाइलो लागिरहेको लाग्छ होला, हामीलाई चाहिँ अब एकदम झ्याउ लागिरहेछ। अब गएर सिधै रुमतिर सुत्ने हो। यतातिर बजार लागिरहेको रहेछ। अब साह्रो सामान केटीहरूको मात्रै छ। अब हामी केटा मान्छेलाई यस्तो केटीको सामान के चाहियो हो कि नै। लेडिज पनि घडी पनि लेडिजको केटीहरू पनि धेरै मात्रै, केटीहरूको जनसङ्ख्या मात्रै छ क्या यहाँ, त्यही भएर पनि गर्मी भएर आयो। बाहिरको टुरिस्टहरू धेरै आउँदो रहेछ क्या यहाँको मान्छेहरू भन्दा पनि न। हेलो बच्चों, अरे बाबा देखो काठमाडौँ में कितना गाडी है, चलने का जगह ही नहीं है भाई। काठमाडौँ सहर हेर्दा लाग्छ रहर। सिधै जानु पर्यो अब रुमतिर। चारैतिर पुरा गाडीले दिमाग खराब गरिसक्यो आवाज निकालेर। अब सिधै रुममा भेटौँला है गाइस। म चाहिँ मेरो रुममा पुगिसकेँ। सो मेरो रुम चाहिँ यही हो यताउतिको। अब खाना बनाउनु पर्ने छ। खाना बनाउनु पर्ने भाइ चाहिँ उही हो, खाना बनाउने भाइ चाहिँ उही हो, कुकम्यान मेरो चाहिँ। अनि मेरो काम चाहिँ भाँडा धुने। सो अब खानासाना बनाउँछौँ हामी, खानासाना खान्छौँ। र भोलि चाहिँ अर्को नयाँ एपिसोडमा भेटौँला। सो सबैलाई बाई बाई भन्न चाहन्छु आज चाहिँ। सो थ्याङ्क यू सो मच। लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला। भिडियोमा जे जस्तो नराम्रो छ भनेपछि नराम्रै प्रतिक्रिया दिनु होला, राम्रो छ भने राम्रै प्रतिक्रिया दिनु होला। थ्याङ्क यू सो मच सबैलाई। बाई बाई। अर्को भिडियोमा भेटौँला। बाई बाई।